फेरि पनि नयाँ कन्टेन्टमा स्वागत छ तपाईँहरूलाई मिस्टर डिमोटो ब्लग च्यानलमा। आज चाहिँ मलाई चाहिँ टेस्ट राइडको लागि कल आएको थियो सोरुमबाट। अनि हामी पनि प्रतीक्षामा थियौँ कहिले आउँछ भनेर। सुर्खेतमा फाइनल्ली आइसकेको छ एथरको स्कुटर। अनि सोरुम चाहिँ ठ्याक्क ज्याकोबको कारको सोरुममै छ है अहिले चाहिँ। अफिसियल्ली चाहिँ नेक्स्ट सटरमा चाहिँ लन्चिङ हुँदैछ। अनि आज चाहिँ हामीलाई टेस्ट राइड गर्ने मौका मिलेको छ। रेजिटा एस भन्ने मोडल र रेजिटा जेटमा चाहिँ धेरै फरक छ। हामीलाई चाहिँ रेजिटा जेट भन्ने मोडल र एथरको 450S भन्ने मोडल चाहिँ हामीलाई टेस्ट राइड गर्ने मौका मिलेको छ। र भिडियोमा देखाइएको छ कि यो चार्जिङ कसरी हुन्छ त। फास्ट चार्जिङ चाहिँ हेर्नु होला कसरी चाहिँ फास्ट चार्जिङ एभाइलेबल छ। 2027 सालसम्म चाहिँ एथरले फ्री चार्जिङ सुविधा चाहिँ दिएको छ है सबै एथर युजरलाई। अनि यो चाहिँ सोरुमको लोकेसन हो, ठ्याक्क एयरपोर्ट चोक नजिक छ। एयरपोर्ट चोक नजिक रहेको यो जेकोबको सोरुममा चाहिँ अहिले राखिएको छ। नेक्स्ट सटरमा चाहिँ बन्दै गरेको छ। यो चाहिँ एयरपोर्ट चोक भयो अनि जेकोबको सोरुम भयो यो। अनि त्योभित्र चाहिँ अब हामी चाहिँ टेस्ट राइड गर्दैछौँ है त। रिभर्स छ कि छैन? रिभर्स छ यहीबाट हो? डिपेन्ड मोडमा ठ्याक्कै मोड देखाइदेऊ त मलाई रिभर्सको मोड हेलो त्यो अन्डाइदेऊ न हेलो स्टार्ट गर्नुभयो यो अब सुन्दैछ न मलाई स्टार्ट गर्नु लागि यो गाडी स्टार्ट गऱ्यो ब्याक गर्नलाई पावर त्यसले गर्नु अगाडि फरक बुझेन त्यसलाई भने यहीलाई फरवर्ड हो यहीलाई रिभर्स हो। मोडल चाहिँ हान्छ मोडल तिनटा माथि रोक्नु हेलो जिपमा 40 स्पिडसँग माने 40 क्रस हुन्छ यो आज आज मेटाले एन्ड वाचन यो कस्तो हुन्छ आज खाली गरे त्यो साइडमा चाहिँ डिपेन्ड के अरे टिकिङ चलाउने होला हजुर यो हजुरको सबै सेटिङ मिल्न पर्यो, इन्स्टल हुन पर्यो एपहरू, त्यसपछि बल्ल त्यसले काम गर्ने भयो के हेलमेट नलगाइकन त टेस्ट राइड गर्नु भएन, त्यही भएर आफ्नो स्कुटरको हेलमेट चाहिँ हामीले लगायौँ। अब लगाएर चाहिँ यसको फुल्ली टेस्ट राइड हान्छौँ। हेलमेट पनि ठ्याक्कै म्याचिङ खाएको छ। गर्नु त्यसो म गर्छु मलाई चाहिँ टेस्ट राइड गर्छ कुनै भनेर सोध्नु भएको छ। मैले चाहिँ पहिला तपाईँले गर्नु टेस्ट राइड अनि त्यसपछि म गर्छु भने। अब दाइले चाहिँ टेस्ट राइड गर्न जानुभयो। स्कुटीको लुक्स पनि युनिक डिजाइनमा गराइएको छ। अनि यसको ब्याट्री क्यापेसिटी पनि इन्क्रिज गरिएको छ। रेजिटा एफ मोडल भन्दा रेजिटा जेट एकदम डबल ब्याट्री पावर छ। अनि यसले चाहिँ 159 किलोमिटर रेन्ज दिएको छ। देखिसक्नु भएको छ टेस्ट राइड गरेर। यो चाहिँ मैले भिडियो स्किप गरेको है यसमा। कस्तो हान्नु होला कस्तो हान्नु होला कम्फर्टमा चाहिँ थोरै स्कुटर टेस्ट राइड गरिसकेपछि अब हामीलाई चार्जिङ गर्न सिकाउँदै हुनुहुन्छ उहाँ दिदीले। यो तरिकाले चार्ज गर्नुपर्छ, यस्तरी गर्ने भनेर हामीलाई इन्स्ट्रक्सन दिनुभयो। अनि त्यहाँ मोड अनुसार अब चार्जिङ हुन्छ। अब त्यो रेजिटा जेट चलाइसके पछि हामीले एथरको 450S मोडल चाहिँ चलाउँदैछौँ। यो मोडल चाहिँ अलि युनिक टाइपको पनि छ। हेर्दा पनि लुक्स बबाल स्पोर्टी लुक्स छ है।
यो स्कुटरको प्राइस रेन्ज चाहिँ 3,34,900 सजिलो भइहाल्छ राखिएको छ अनि कम्पनीले यसको रेन्ज धेरैले भन्नुभएको छ पावर क्लेम गरे बटनहरूको लागि अनुसार पनि चाहिँ 122 किलोमिटर छ तर कस्टमर रिभ्यू अनुसार चाहिँ यसले पेट्रोलको जस्तो गराएर 105 अन किलोमिटरको रेन्ज गर्नु दिन्छ ब्रेक गरेर मात्र अन गर्नु अनि यसमा 450S मा चाहिँ ट्र्याक्सन कन्ट्रोल छैन तर 450X मा चाहिँ ट्र्याक्सन कन्ट्रोल छ यो चाहिँ 2025 मोडल हो 2026 मोडल पनि न्युली लन्च हुँदैछ इन्डियामा लन्च चाहिँ भइसक्यो अब नेपालमा यसमा नाटा अटो सोमा चाहिँ लन्च हुने कुरो आइरहेको छ उहाँले चाहिँ अब चलाएर आइसक्नुभयो छैन म एकटा यस्तो लागि चाहिँ बुझ्छु नि के भन्छ त्यो चाहिँ किनकि अहिले अब टेक्निसियनहरूले चाहिँ भिडियो यही नै थियो थ्याङ्क यू सो मच फर वाचिङ फेरि नयाँ कन्टेन्टमा भेटौँला बाई बाई